अरू बेला म 6 साढे 6 मा उठ्ने मान्छे आज चाहिँ 5 बजे उठेँ। यहाँ हेर्नु न 5 बजी पनि कति धेरै अन्धकार र यता नुहाइधुवाइ गरेर पसेँ म रुमतिर अनि रेडी हुन थालेँ। कतै जानु थियो चाहिँ मलाई, त्यही लागि छिटै उठेँ। अब गाइस छिटै भन्दाखेरि 5 बजेको थियो। अब तपाईँहरू कमेन्ट गर्नु त यो ठन्डा दिनमा तपाईँहरू कति बजे उठ्नुहुन्छ भनेर। मेरो चाहिँ 6 साढे 6 जस्तो हुन्छ उठ्नलाई ठन्डाले गरेर। र यता म भाइ मा चाहिँ रेडी भएर निस्क्यौँ मेजिकमा। अब कहाँ हिँडेका भन्दाखेरि मा चाहिँ अलिकति सन्चो थिएन र त्यही लागि म र भाइले चाहिँ मेडिकल लिएर जान आँटेका थियौँ र त्यही लागि छिटो गरेर मेजिकमा आएका ट्रेनमा जाने भनेर। त्यसको बादमा अब ट्रेन स्टार्ट पनि हुन आँट्यो अनि भाइलाई मालाई चिया खान मन लाग्यो अरे अनि भाइ चाहिँ गएर चिया लिएर आयो। मलाई खा भनिरहेको थियो, थाहा छ उसलाई म खान्न भनेर, र पनि जबरजस्ती गरिरहेको थियो। अनि लिएर आएछ पकौडी। गाइस अब पकौडी भन्दाखेरि ठन्डामा त कसले छोड्छ होइन। अनि हामी पुग्यौँ अब माकुम नामेर चाहिँ अनि हिँडी जाँदै थियौँ म र भाइ अनि मा। अलिकति अगाडि चाहिँ अटो पाइन्छ, त्यहाँ तक चाहिँ हिँडेर जानु पर्यो भनेर। अनि अटोमा चढेर चाहिँ गाइस हामीहरू निस्क्यौँ अब माकुम मेडिकल कलेज। त्यहाँ चाहिँ सबै थोकको सुविधा छ भनेर हामी चाहिँ गयौँ अब मालाई देखाउन भनेर। हेरेको त यति छिटो पुगेछौँ चाहिँ ट्रेनमा गएर कोही पनि थिएनन्। माने गेट चाहिँ खोलेको थियो तर काउन्टरमा कोही थिएनन्। मालाई देखाइओर्यौँ आयौँ, तर पानीको फ्लास्क चाहिँ गाइस मैले उही मेडिकलमै छोडेछु। यो छोड्ने बानीले त माने वाक्कै पार्छ मलाई। अनि भाइले चाहिँ गएर लिएर आयो। अनि भाइले मलाई कराइरहेको थियो, त कहीँ जाँदा केही न कुछ चाहिँ छोडेरै आउँछस् भनेर। कुन दिन तै छोडिन्छ खाने हुँदैन त्यो दिन तँलाई भनेर मलाई चाहिँ जिस्काइरहेको थियो। अनि ठिक्क माकुममा हाम्रो दिदी घर पनि छ। अनि कहिले आएका थिएनौँ चाहिँ अनि दिदी घर पस्ने भनेर भाइले भन्यो अनि आयौँ दिदी घर भनेर। अनि यता चिया बनाएर ल्याउनु भयो, भाइ र माले चाहिँ खाना थाल्नुभयो। अब पानी पनि नखाइ आएका थियौँ चाहिँ अनि दिदीले खाना बनाउने भन्नुभयो। अनि यता हामी चाहिँ कुटुरो साग गाइस, अब त्यहाँ सब्जीको बहुत महत्त्व छ नि चिज, हाम्रै यता महत्त्व छ। अनि कुटुरो साग चाहिँ हामीले केलाई पार्यौँ अनि उता दिदीले पकाउनु भयो। अनि बिनाजुले भन्नुभयो अलिकति अगाडि गएर हेर कस्तो छ हाम्रो गाउँ भन्नुभयो। गयौँ हेऱ्यौँ, भिडियो सिडियो बनाइयो, अब फोटोसोटो गऱ्यो। त्यति गरेर आउँदा त ठिक्क खाने बेला भएछ, मा खानु हुँदै रहेछ। अनि यता म भिनाजु भाइ बस्यौँ खाना बनायो। मा चाहिँ खाइओर्यो उठ्नुभयो। गाइस कस्तो भोकले खरो भएको थियो। बिहान पानी पनि खाएका थिइनँ, मैले चाहिँ पानी पनि खाएकी थिइनँ। डाइरेक्ट मुख धोएर नुहाइधुवाइ गरेर हिँडेकी थिएँ चाहिँ त्यही लागि खरो भएको थियो। अनि भात खाइसकेको बादमा तामुलको महत्त्व त हामीलाई मात्रै थाहा छ नि त नि। तामुल खाने पार्टीलाई खाइबोइ गऱ्यौँ, एकछिन रेस्ट गऱ्यौँ अनि घर जान भनेर निस्क्यौँ। गाइस त्यो दिन चाहिँ